गुड मर्निङ नमस्कार स्वागत छ हजुरलाई मेरो न्यू ब्लगमा। म बिहानै उठेर राजविराज एउटा भाडामा आएको। अब भाडामा राजविराज आयो, हतार थियो, त्यही भएर छिटै आयो। आउँदाखेरि बाटोमा अदालत छेउमा मैले हेरेको सुन्तला कि सुन्तला खान मन लागेर म सुन्तला लिन जाँदै गर्दाखेरि एउटा यसो भिडियो बनाऊँ भनेर सानो मिठो भिडियो पनि हजुरलाई हालिदिइसकेको। हेर्नु, यो राजविराज हो। राजविराज सुन्तला बेच्ने ठाउँमा तपाईँको नजिकै सब्जी मन्डी छ। तपाईँ जस्तो तरकारी लिनु मन छ आएर लिँदा हुन्छ। अब यहाँ सुन्तला पनि आइसकेको छ। सुन्तला दुई खालको हो, एउटा चाहिँ 160 र एउटा 180। 180 खालको राम्रो लागेर मैले 180 रुपियाँ लिएको। सुन्तला राम्रै छ, मिठो छ, खाए पनि एउटा कच्का पकल काजु न कच्का वाला न काजो हाल्दै थियो कि, अनि मैले भनेको पाके खालको हाल्नु। किलो दियो, 500 दिए, 180 काटेर। अनि बेसी र त कोही दिक्कत खुजा नभएर निकाल्दैछ खुजा। ल साथी, अब सुन्तला पनि लिइसक्यो र यसो विचार गरेर अब गाडी लिएर जाने हो। गाडीमा बसेर सुन्तलाको मजा लिँदै आनन्दपूर्वक बस्ने हो। गाडी लिएर आइपुग्यो मेरो बसन्ती रोड की रानी। रोडमा हिँडेपछि हो भन्छ कि गाडी हो, कोहीसँग पनि हाट्दैन। ढोका खोल्यो, अब सुन्तला राखेर ठाउँमा गएर अब सुन्तला खाने। रोड की रानी। कस्तो लाग्यो हजुरलाई मेरो भिडियो? अब हजुरको साथ सपोर्ट रह्यो भने भिडियो ठुलो पनि हुन्छ कहिलेकाहीँ। अब साथ सपोर्ट गर्नुहोस्, च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। धन्यवाद। गाडीमा मस्त बस्ने, अब खाने सुन्तला। धन्यवाद सब।